र बिग कङ्ग्रेचुलेसन्स टु मिस्टर नर्सङ शेर्पा। अनि यता फेममा देख्नु हुँदैछ भुतेम्पो दाजु र पछाडि देख्नु सक्नुहुँदैछ वेगनर गाडी पनि अहिले आइसकेको छ। र अहिले चाहिँ हामी यहाँ कहाँनिर छौँ भन्दा यो आभा आर्ट ग्यालेरीको छेउमा जुन चाहिँ बिके अटो छ त्यहाँनिर छौँ। र त्यहाँ चाहिँ उहाँ भाइको गाडी चाहिँ अहिले फिलहाल डेलिभरी भइसकेको छ। र गाडी चाहिँ अब वेगनर ZXi प्लस कमर्सियलमा छ। भित्रबाट पनि नर्सङ आइज नि यहाँ। यसको भन्दै नि यसको फिचर्सहरू चाहिँ के कस्तो छ भनेर। र कङ्ग्रेचुलेसन्स वान्स सेकेन्ड नर्सङ अनि यता दाजुलाई होइन। अब मिठाईहरू चाहिँ बादमा खाने हो। यो स्टियरिङ पनि अफ डाउन हुन्छ यो है, माथि तल पनि हुन्छ यो है। सो यसको यहाँनिर के भन्छ स्क्रिन पनि रहेको छ होइन। प्लस स्टियरिङमै म्युजिक कन्ट्रोलहरू सबै रहेछ यसको। अनि सिट पनि खोइ देखाइदिनु एकदम कम्फर्टेबल छ है, एकदम कम्फर्टेबल छ, बकेट सिट स्टाइल होइन। यो जुन चाहिँ सिट कभरहरू पनि लागेरै आएको छ। सो फ्लोरिङहरू चाहिँ अहिले भएको छैन है, मुनि फ्लोरिङहरू चाहिँ भएको छैन। पछाडि पनि एकदमै दामी छ। सो अलिकति ढिलै भयो डेलिभर, किनभने हामी अब यहाँ चाहिँ बिहान र गाडी चाहिँ अब सिलगढीबाट ल्याउनु परेकोले हुँदा चाहिँ यहाँनिर अलिक ढिलो आइपुग्यौँ। अनि बुटी ठुलो छ कहाँनिर म्याट अगाडि पछाडि लगाइदियो न, बुटी लगाइदिन्छ हो। सो यहाँ चाहिँ गाडी चाहिँ प्योर वाइट कलरमा टिसी नम्बर है, नम्बर आउनु चाहिँ लाग्छ 10-15 दिन भन्नुहुँदैछ यहाँ म्यानेजर साहबले। र एकदमै नर्सङ पनि एकदमै होइन, नर्सङ एकदमै ह्याप्पी आज चाहिँ, एकदम ह्याप्पी। केक चाहिँ कति केजी काट्छ अरे घरमा गएर? 5 केजी केक चाहिँ काट्छु भन्दैछ। र फेरि पनि भाइलाई एकदमै नयाँ गाडीको लागि चाहिँ एकदमै बधाई छ नर्सङलाई।